हामीले डिफ्रेन्ट वाला फ्रुट्स लिएर छौँ रामबुटान फर्स्ट टाइम ट्राई दिदीको सेकेन्ड है मेरो फर्स्ट टाइम ट्राई ल ट्राई गर्न पर्यो अब साथीहरू टोक्ने होइन दिदी टोक्दा त कस्तो झुसे झुसे टोकेर तान्नु हो त्यसलाई एकदम तितो ए यस्तो हुँदो रहेछ लिची जस्तै टोकेर होइन है यहाँ म त मिठो अब होइन त्यसलाई टोकेर भित्र लाउनु बहिनी मुखमा ए आधा फुल ए सबै नै ल है यसलाई खाने सिस्टम म सिकाइन्छु खै हो त्यसरी यसरी खाने हो बिहा हुन्छ नि यहाँ सुन्नु यसलाई खाने स्टाइल यस्तै है कस्तो स्टाइल यस्तो ए अब चाहिँ यसलाई बोक्रा कति तितो फल चाहिँ फेरि मिठो रहेछ है गुलियो लिची जस्तै टेस्ट चाहिँ नि लिचीको छैन कि तर अर्कै छ यो रामबुटान भन्ने जात नाइस बोक्रा सबै कुरा कस्तो ठुल्ठुलो है फल चाहिँ यत्तिकै महँगो फेरि त्यस्तै अन्तबाट ल्याएको भएर कतिमा किनेको यो यत्तिको 7 पाउन्ड हो कि कति थियो दिदी 7 यहाँ फेरि भिन्दै मान्छेहरू चाहिँ यो कसरी फल खाएर पनि के गर्नुपर्छ त यो भन्दा त्यसको दाना पनि खाइदिनु पर्छ हजुर खै म कहाँ गर्न त अनि तपो उम्रिन्छ त पेटमा पेटमा हो